हाम्रो सौर्यमण्डल करिब 1 लाख प्रकाश वर्ष व्यास भएको आकाशगङ्गामा अवस्थित छ। आकाशगङ्गा एउटा स्पाइरल तारापुञ्ज हो। सूर्य तारापुञ्जको केन्द्रदेखि करिब 30,000 प्रकाश वर्षको दूरीमा पर्दछ। यस तारापुञ्जमा करिब 150 करोड ताराहरू रहेको गणितीय अनुमान छ। ब्रह्माण्डको उत्पत्ति सम्बन्धी धेरै सिद्धान्तहरू प्रतिपादन भएका छन्। तीमध्ये सबैभन्दा विश्वसनीय सिद्धान्त बिग ब्याङ सिद्धान्तलाई मानिन्छ। अब हामी बिग ब्याङ सिद्धान्तको बारेमा अध्ययन गरौँ। बिग ब्याङ सिद्धान्त। यस सिद्धान्त अनुसार ब्रह्माण्ड एउटै परमाणुको महाविस्फोट अर्थात् एक्सप्लोजनबाट भएको मानिन्छ। विस्फोट पूर्व ब्रह्माण्डमा रहेका 4 आधारभूत बलहरूमा गुरुत्वाकर्षण बल, विद्युत चुम्बकीय बल, बलियो आणविक शक्ति, कमजोर आणविक शक्ति यी सबै एकीकृत रूपमा एउटै शक्तिको रूपमा रहेका थिए। अस्तित्वको पहिलो चरणमा ब्रह्माण्ड एकदम सङ्कुचित अवस्थामा रहेको मानिन्छ। त्यस समयमा ब्रह्माण्ड सानो, एक परमाणुको आकारमा अत्याधिक घना रहेको थियो। बिग ब्याङ सिद्धान्त अनुसार अत्याधिक शक्ति र चापका कारण उक्त परमाणुमा महाविस्फोट भयो। यसपछि के भयो त? ब्रह्माण्डको उत्पत्तिपछि ब्रह्माण्ड विस्तार हुँदै गयो। विस्फोट पश्चात ब्रह्माण्डमा रहेका सारा आकाशीय पिण्डहरू उत्पन्न भए। जति जति समय बित्दै गयो आकाशीय पिण्डहरू छरिएर अति टाढा टाढा गइरहेका छन्। ब्रह्माण्डको विस्तार अहिले पनि निरन्तर भइरहेको छ। तारापुञ्ज जति टाढा छन् त्यति नै उच्च गतिमा सर्दै पनि छन्। प्रत्येक तारापुञ्ज एक अर्काबाट टाढा सर्दैछ भन्ने विषयमा खगोलशास्त्री हब्बलले अध्ययन गरेका छन्। सन् 1929 मा अमेरिकी खगोलशास्त्री एडविन हब्बलले माउन्ट विल्सनमा रहेको 100 इन्चको हुकर टेलिस्कोपको प्रयोग गरेर विभिन्न तारापुञ्जको वेग गणना गर्ने प्रयास गरे। उक्त प्रयासबाट उनले प्रत्येक तारापुञ्ज एक अर्काबाट टाढा सर्दैछ भन्ने तथ्य पत्ता लगाए। उनले सानादेखि ठुला आकाशीय पिण्डहरू पृथ्वीबाट झन टाढा रहेको र तिनीहरूको गति पनि झन धेरै भएको अनुमान लगाए। यसरी उनले तारापुञ्जको गतिलाई तिनीहरूको आपसी दूरीसँग तुलना गरेर सम्बन्ध स्थापना गरे। हब्बलको नियम। उनले तारापुञ्जको दूरी सम्बन्धी व्याख्या गरे जसलाई V = hd समीकरणले व्यक्त गर्न सकिन्छ। यसलाई नै हब्बलको नियम भनिन्छ, जहाँ V बराबर हरेक तारापुञ्जको एक अर्काबाट टाढिने गति, h बराबर हब्बल स्थिराङ्क र d बराबर दुई आकाशीय पिण्डहरूको आपसीय दूरी हो। हब्बल स्थिराङ्कको मान 73 किलोमिटर पर सेकेन्ड पर मेगा पर्सेक हुन्छ। यसको अर्थ यदि कुनै दुई तारापुञ्जहरू 1 मेगा पार्सेकको दूरीमा छन् भने तिनीहरूको परस्परको टाढिने दर 73 किलोमिटर प्रति सेकेन्ड हुन्छ। यदि हब्बल स्थिराङ्कको मान थाहा भएमा तारापुञ्जहरूको परस्परको टाढिने गति तथा ब्रह्माण्डको विस्तारको दरको गणना गर्न सकिन्छ। भाइ बहिनीहरू, ब्रह्माण्डको उत्पत्ति, विस्तार र भविष्यबारे वैज्ञानिकहरूले विभिन्न सिद्धान्तहरू प्रस्तुत गरेका छन्। तीमध्ये 3 प्रमुख सिद्धान्तहरू खुला ब्रह्माण्ड, समतल ब्रह्माण्ड र बन्द ब्रह्माण्डहरू हुन्। ती सिद्धान्तहरूले ब्रह्माण्डको आकार, विस्तारको गति तथा अन्तिम अवस्था कस्तो हुन सक्छ भन्ने बारेमा व्याख्या गर्छन्। आज यसको बारेमा जानौँ। 1. खुला ब्रह्माण्ड। खुला ब्रह्माण्ड भनेको यस्तो ब्रह्माण्ड हो जुन सधैँ फैलिरहन्छ र कहिले रोकिँदैन। यसलाई अझ राम्ररी बुझ्न थप जानकारी यस प्रकार छन्। यसको आकार स्याडल जस्तो हुन्छ। कोण 180 भन्दा कम हुन्छ। खुला ब्रह्माण्ड
अनन्त रूपमा फैलिरहन्छ र फैलावट कहिले रोकिँदैन। यस ब्रह्माण्डको घनत्व चरम घनत्वभन्दा कम हुन्छ। त्यसैले आकाशगङ्गाहरू एकअर्काबाट टाढा टाढा जान्छन्। भाइ बहिनीहरू, यसमा डार्क इनर्जीले ब्रह्माण्डलाई अझ छिटो फैलाउन मद्दत गर्छ र विस्तारको गति समयसँगै बढ्दै जान्छ। अब कल्पना गरौँ कि हामी अनन्तसम्म जाने बाटोमा गाडी चलाइरहेका छौँ र बाटो कहिले सकिँदैन र गाडी सधैँ अगाडि बढिरहन्छ। 2. समतल ब्रह्माण्ड। समतल ब्रह्माण्ड भनेको यस्तो ब्रह्माण्ड हो जुन सधैँ फैलिरहन्छ तर विस्तारको गति बिस्तारै कम हुँदै जान्छ। यसलाई अझ राम्ररी बुझ्न थप जानकारी यस प्रकार छन्। यसको आकार समतल पाना जस्तो हुन्छ र कोणको योग 180 हुन्छ। ब्रह्माण्ड सधैँ फैलिन्छ तर फैलिने गति बिस्तारै कम हुँदै जान्छ। यो कहिले पूर्ण रूपमा रोकिँदैन तर विस्तार अत्यन्तै ढिलो हुन सक्छ। यस ब्रह्माण्डको घनत्व चरम घनत्वसँग बराबर हुन्छ। यसको अर्थ गुरुत्वाकर्षण बल विस्तारलाई रोक्न न त कमजोर न त बलियो हुन्छ र गुरुत्वाकर्षण बलले विस्तारलाई न रोक्छ न त तीव्र बनाउँछ। साथै डार्क इनर्जीले यसको विस्तारलाई सन्तुलनमा राख्न मद्दत गर्छ। अब सोचौँ कि हामी अनन्तसम्म फैलिएको मैदानमा हिँडिरहेका छौँ। सुरुमा हामी छिटो हिँड्छौँ र बिस्तारै हिँडाइको गति कम हुँदै जान्छ। 3. बन्द ब्रह्माण्ड। बन्द ब्रह्माण्ड भनेको यस्तो ब्रह्माण्ड हो जुन केही समयको लागि फैलिन्छ तर अन्ततः खुम्चिन थाल्छ। यसलाई अझ राम्ररी बुझ्न थप जानकारी यस प्रकार छन्। यसको आकार गोलाकार हुन्छ। बन्द ब्रह्माण्डमा कोण 180 भन्दा बढी हुन्छ। सुरुमा ब्रह्माण्ड फैलिन्छ तर एक समयपछि विस्तार रोकिन्छ। त्यसपछि ब्रह्माण्ड खुम्चिन थाल्छ र सबै कुरा एकै ठाउँमा जम्मा हुन्छ। यसलाई बिग क्रन्च भनिन्छ। यसको घनत्व चरम घनत्वभन्दा धेरै हुन्छ। गुरुत्वाकर्षण बल बलियो हुन्छ जसले गर्दा विस्तार रोकिएर सबै कुरा एक ठाउँमा फर्किन्छ। यसमा डार्क इनर्जी कमजोर हुन्छ जसले गर्दा विस्तारलाई निरन्तर राख्न सक्दैन। अन्ततः ब्रह्माण्ड सङ्कुचित भएर बिग क्रन्च हुन्छ। अब सोचौँ कि हामी एउटा बेलुन फुक्दैछौँ। सुरुमा बेलुन ठुलो हुन्छ तर यदि हामीले हावा फुक्न छोड्यौँ भने बेलुन आफै सङ्कुचित भएर सानो हुँदै जान्छ। अन्ततः बेलुन पूर्ण रूपमा सानो भई फुस्किन्छ। अब निष्कर्षमा खुला ब्रह्माण्ड यस्तो ब्रह्माण्ड हो जुन अनन्त रूपमा फैलिन्छ। समतल ब्रह्माण्ड यस्तो ब्रह्माण्ड हो जुन फैलिन्छ तर विस्तार ढिला हुन्छ। बन्द ब्रह्माण्ड यस्तो ब्रह्माण्ड हो जुन फैलिन्छ तर एक दिन खुम्चिन्छ। यसरी पनि बुझ्न सकिन्छ। भाइ बहिनीहरू, यी 3 प्रकारका ब्रह्माण्ड सिद्धान्तहरू वैज्ञानिकहरूले ब्रह्माण्डको भविष्य बुझ्नका लागि प्रयोग गर्छन्। अहिलेको अनुसन्धान अनुसार हाम्रो ब्रह्माण्ड समतल ब्रह्माण्ड जस्तो देखिन्छ तर यो प्रमाणित भने होइन र भविष्यमा नयाँ खोजहरूले थप स्पष्टता ल्याउन सक्छन्। धन्यवाद।